तेस्रो चौथो शक्ति भनेको चाहिँ फेरि पनि भइरहेको छ। तेस्रो त हुँदैनन्। अहिले त पहिलो हुने नै दाबी छ उहाँहरूको। तेस्रोसम्म त हुँदैनन्। एमाले छ, काङ्ग्रेस छ, माओवादी छ। माओवादी भनेको त हटिसक्यो, डिजल्भ भइसक्यो। प्रचण्डको पार्टी भनौँ न, प्रचण्डको पार्टी छ। यी पार्टी हुँदाहुँदै तेस्रो त यिनै हुन्। अब सिद्धिको त्यसपछिको सिट 5 सिट ल्यायो भने त चौथो पार्टी त भयो नि त। 2 सिट ल्यायो भने त चौथो पार्टी भयो। त्यहाँ हर्क साम्पाङ मिलुन्, चाहे रवि मिलुन्, चाहे बालेन मिलुन्, चाहे कुलमान मिलुन्, जो मिले पनि आउने चाहिँ चौथो पाँचौँतिरै हो। चौथो पाँचौँतिर अरू पार्टी छैन र भने मैले नाम पनि नलिए त। चौथो पाँचौँ हुने पनि अरू थुप्रो पार्टी छन् नि। यिनीहरूको त एकाध जित्यो भने ठुलो कुरा हो। ओके, पाँचौँ होइन, चौथो पाँचौँ होइन, 10औं 12औं नम्बरमा भयो भने पनि अनौठो मान्नुपर्छ।